कि यताबाट गर्छ कि यताबाट गर्छ। म तास त खेल्दिनँ, तर एउटा एक्जाम्पल, म रातभरि तास खेलेर बसेँ अरे र मेरो श्रीमतीलाई तास खेलेको मन पर्दैन अरे। मेरो श्रीमती साह्रै रिसाउँछ मसँग भने मैले तास खेलेको छु किन भन्नु त। उता एउटा स्कुलमा प्यारेन्टिङ थियो, प्यारेन्टिङ गरेर आएँ 2000 पैसा कमाएँ भनेर दिँदा भइहाल्यो त। तर तास त खेलेँ नि त मैले। तास खेल्न हुँदैन है भन्ने बनाइदिने चाहिँ अहिले हो के। पछि 22 वर्षको छोरो काम छैन त दिनभरि तास खेलेर आइस भने गाली गरेर होइन, सक्यो। बनाउने बेला यही नै हो। कतिपय अनुभवी आमा बुवाहरू हुनुहुन्छ जो बच्चालाई 12 वर्षको उमेरमै तल लगायो, त्यति नै बेलादेखि अब जब 14, 15, 16 हुन्छ बच्चाहरू साथी हुन्छन्। त्यसको घर व्यवहारका कुरा सुन्नु, बाबु त्यहाँ पढेर जग्गा लिनु छ, तेरो के विचार छ भन्दा हेरौँ त त्यहाँ गएर भन्ने सल्लाह गर्न सकिन्छ होला। स्कुलमा त भाइ बहिनीहरू त पढाइ बिगारे त के गर्ने कसो गर्ने हो, एकचोटि त्यहाँ गएर सरसँग आफै कुरा गर्छ भनेर अलिकति आफ्नो दायित्व हस्तान्तरण गर्ने बेला हुन्छ 16 वर्षदेखि पछाडि पुगेपछि, होइन? त्यसो गर्दा अत्यन्तै जटिल तरिकाले गर्न सकिन्छ। अब आमा बुवालाई के भन्न चाहन्छु त म भन्दा, एकजना नेपाली शिक्षकले निवेदन लेख्न दिनुभएको छ क्या, निबन्ध, एस्से निबन्ध लेख्न दिनुभएको छ। त्यो बच्चाले निबन्ध लेखेछ मेरो जिन्दगीको लक्ष्य भनेर। के लेख्नु भएको छ विद्यार्थीले भने, म भोलि पर्सि गएर उद्योगपति हुन्छु, म जागिर खाने होइन जागिर दिने मान्छे बन्छु, आजका 10 वर्षभित्रमा 10 वटा इन्डस्ट्रीको मालिक हुन्छु र 10,000 मान्छेलाई जागिर दिन्छु भनेर च्याट्ट सरले मेरो जिन्दगीको लक्ष्य भनेर लेखेर जानुभएछ। नेपाली शिक्षकले कपी चेक गर्नुभयो, चेक गर्ने क्रममा 10 वर्ष पछाडि 10 वटा मालिक इन्डस्ट्रीको मालिक हुन्छु र 10,000 मान्छेलाई जागिर दिन्छु भन्ने कुरालाई सरले गोलो लगाएर यो असम्भव हो, तिम्रो निबन्ध त राम्रो छ तर सक्ने कुरा गर, तिम्रो बुवा पनि हुनुहुन्न, मम्मी पनि दुनियाँतिर भाँडा माझेर भात खुवाएर आएको छ, तिमीलाई जे सक्छौ त्यो लेख, यो आडम्बरी कुरा नलेख भन्नुभएको छ। हेर्नुहोस् है, बच्चा दगुर्दै घर गयो, मम्मीसँग भेट भयो, बाबा बच्चालाई थाहा थिएन के भन्न खोजेको, मामुले सोध्नु भएको छ बाबु हिजोको निबन्धमा के भन्नुभयो सरले, अनि बाबुले त भन्यो मामु यो चाहिँ राम्रो होइन अरे, सरले रातो घेरा लगाइदिनु भएको छ, अर्को लेखेर ल्याउनु भन्नुभएको छ भन्नुभएको छ। त्यति बेला हजुरहरू के भन्नुहुन्थ्यो होला भन्नुहोस् त? कहाँ गल्ती भयो अरे त भनिन्थ्यो होला, होइन? अर्को लेख्न त नभएदेखि भनिन्थ्यो होला, जति गर्दा पनि हुँदैन भनिन्थ्यो होला। तर त्यो मम्मीले चाहिँ के भन्नुभएको छ भने, बाबु त्यो रातो घेरा लाउनु भनेको तिमी यहाँभन्दा बाहिर ननिस्क भनेको, सरले तिमीलाई जिस्काउनु भएको। तिमी अब 10 वर्ष पछाडि 10 वटा फ्याक्ट्रीको मालिक हुनै पर्छ, 10,000 मान्छेलाई जागिर दिनै पर्छ, त्यो तिम्रो दिमागबाट आएको कुरा हो। सरले घेराबन्दी गरिदिनु भयो त रातो मसीले, अब यो कागज च्यापेर तिमीले पूजा गर्ने कोठामा राख, तिम्रो भगवान यही हो, जहिले पूजा गर। अब सरले त राम्रो कुरा भन्नुभएको जाऊ त भनेर मापुले त्यो पेज च्याप्न लगाएर पूजा गर्ने कोठामा राखिदिनु भएछ। बच्चाले दिनै पछि गएर पूजा गर्छ, पूजा गर्दा त्यही देख्छ 10 वर्ष पछाडि 10 वटा इन्डस्ट्रीको मालिक हुनु छु, 10,000 मान्छेलाई जागिर दिनु छ। दिन प्रतिदिन हुँदै गयो पूजा गर्दैछ, मनमा राम्रा कुरा आउँदैछन्। पछि एउटा गाउँमा, त्यही गाउँमा एउटा उद्योग खोलिएछ। हेर्नुहोस् है, उद्योग खोलेछ, उद्योग खोलेपछि एउटा प्रमुख अतिथि त बोलाउनु पर्यो कोही न कोही त। कसलाई बोलाउने भन्दा गाउँभरिको पढे लेखेको अलिक बुढो मान्छे बोलाऊँ, ज्येष्ठ नागरिक बोलाऊँ भन्ने भएछ। एकजना प्रमुख अतिथि आउनुभयो, प्रमुख अतिथिले भाषण दिनुभयो, अहिले मैले दिए जस्तै ल गाउँमा चाहिँ यति राम्रो चाहिँ इन्डस्ट्री खुलियो, यति धेरै युवाहरूले जागिर पाए, उद्योगपतिलाई धेरै बधाई छ, हाम्रो जस्तो गाउँमा उद्योग खोलिदिनु भयो भनेर पुरा भाषण दिनुभयो। भाषण दिइसके पश्चात चाहिँ अब उद्योगपतिको पालो आयो बोल्ने। उहाँले के भन्नुभयो भने, आजभन्दा 10 वर्ष अगाडि जुन गुरुको आशीर्वाद लिएर म अगाडि बढेको थिएँ, म त्यही मान्छे हुँ जसलाई गुरुले तिमी सक्दैनौ, निबन्ध चेन्ज गरेर आऊ भन्नुहुन्थ्यो। यो मेरो 10औं इन्डस्ट्री हो र अब यो गाउँभरिका युवाहरूलाई म जागिर दिन्छु भनेर भन्नुभएछ। एउटा आमाको सकारात्मक सोचबाट मान्छेमा कत्रो ठुलो बौद्धिक विकास हुँदो रहेछ भन्ने कुरा आएको छ। तर हामीले आमाले नै सबैभन्दा ठुलो विरोध घरमै हुन्छ। एउटा छोरीले मामु म नर्स हुन्छु नि भन्नुभयो भने आमाले हुँदैन यस्तो पढाइ सढाइ छैन के को नर्स हो बेकारमा भनिदिन्छौँ। बच्चाको त दिमागमा त आएको छ नि त,
तपाईँ विराटनगरको त मुनाल पथमा हिँड्नु भने त्यहाँ सबै कार बेच्न ठाउँ छन्। सानो बच्चाले मामु मामु मलाई त्यो कार चाहियो भन्यो भने मनमा आयो क्या त्यसले एक दिन कार किन्छ। तर हामी के भन्छौँ, घिसार्दै किनिस् कार, हेर्न के भन्छ बरुला कि क्या भन्ने बेला आउँदैनौँ। त्यसबाट बच्चाको सपना हाम्रोभन्दा धेरै फरक छ। सबै ठुला मान्छे ठुलै घरमा जन्मेका भन्ने होइन, सानो सानो झिगटीमा जन्मेका एउटा दाउरेको छोरा अब्राहम लिङ्कन चाहिँ राष्ट्रपति भएको थिए। त्यसो गर्दा हाम्रै घरमा राष्ट्रपति जन्मेका छन् कि हाम्रै घरमा न्यायाधीश जन्मेका छन् कि त्यो त बढ्दै गएपछि बच्चाले पहिचान दिँदै गर्छन्। आजै भनेको होइन, हामीले त हाम्रो काम के हो भने हामीले एउटा वातावरण सिर्जना गरिदिने मात्रै हो, ओन्ली वातावरण सिर्जना गरिदिने हो। एकपटक के भएको छ भने सानो बच्चालाई भात खुवाउँदै गर्दा रोएछ घरभित्र। रोएपछि हामीले प्रायः जस्तो बाहिर लाने चलन हुन्छ। माम खुवाउँदै बच्चालाई बाहिर लगेपछि हामीले माथि चन्द्रमा देखाउने, हेर त बाबु माथि आकाश हेर त भनेर देखाउने चलन छ। हामी नै गर्छौँ, तिनीले नै गरेछन्। त्यो बच्चालाई माथि देखाउँदा हेर त चन्द्रमा देखाउँछ बच्चालाई त। बच्चालाई त के थाहा, मलाई त्यो चाहियो कि त्यो चाहियो, त्यो चाहियो कि त्यो चाहियो भन्छ अरे। हामी बाजे त भित्र थेचार्थ्यौँ होला, कहाँबाट ल्याउँथ्यो त्यो भन्थ्यौँ होला, नचाहिँदो कुरा गर्छ भन्थ्यौँ होला। तर त्यो आमाले के गर्नुभएको छ भने बाबु माम खाइसक्यो म त्यो ल्याइदिन्छु ल भनेर भन्नुभएको छ। माम त छिटो खायो बच्चाले त्यो पाउँछु भनेर। अनि मामुले के गर्नुभएको छ, भित्रबाट आरीमा पानी बोकेर ल्याऊ भनेर दिनुभएको छ। के भयो भने त त्यहाँ टल्क्यो नि त। त्यो बच्चाले त अब के सोच्यो मनमा, म जे सोध्छु त्यही पाउँछु भन्ने कुरा भयो। मसँग असम्भव केही पनि छैन भन्ने भयो होइन। त्यो चाहिँ नेपोलियन बोनापार्ट भन्ने फ्रान्सको इम्पेरर सम्राट हुन्। त्यसो हुँदा आमाले रोल प्ले गर्दा कहाँसम्म चाहिँ राम्रो हुँदो रहेछ भन्ने कुरा हो। आमाको बढी रोल हुन्छ बच्चाको विकासमा, बच्चाको बौद्धिक विकासमा। त्यही भएर आमा भनेको, बुवाको रोल अलिक बढी हुँदैन, आमाकै बढी हुन्छ। अब अर्को मैले के बताएँ भन्दा आमाको मन कस्तो हुन्छ भन्दाखेरि बच्चाको मनमा आमाको मन कसरी जोडिन्छ भन्दा बच्चा आमाबाट निस्किने भएको हुँदा प्रत्येक मान्छेको मनको भित्र चुरो चाहिँ आमाको मन हुन्छ अरे के, आमाको मन हुन्छ अरे। प्रत्येक मान्छेको मनको चुरो चाहिँ आमाको मन हुन्छ अरे। किनभने आमाबाट जन्मेको छन्, आमा जन्मिँदै आमाबाट निस्किँदै त्यो मन लिएर आएको हुन्छ अरे बच्चाले। हामी भित्र पनि छ, तपाईँहरू भित्र पनि छ। आमाको मन भनेको के हो भन्दा माया, प्रेम, सद्भाव होइन, ख्याल गर्ने, सहनशीलता, यस्ता कुराहरू हुन्छ अरे मनभित्र। अब बिस्तारै बुवासँग भेट हुन्छ, बुवा चिन्छ, आमाले बुवा चिनाइदिनुहुन्छ बाबा भनेर। जब बुवा आउँछ बुवाको मन मिसिन्छ अरे। बुवाले नै केटा के छ भनेर भन्न थाल्नुहुन्छ, किच्चा हाँस छोरो, भोलि वर्ष डिएसपी हुनुपर्छ नि भन्नुहुन्छ बुवाले, सपना बाँड्ने हो, भोलि वर्ष देशको नेता तै होस् है भन्नुहुन्छ बुवाले। ठुल्ठुला कुरा सपना देखाउनुहुन्छ। छोरा मान्छेले पछि हेर्छ अरे, छोरी मान्छे नजिकैको कुरा हेर्छ अरे। त्यही भएर छोरा मान्छे र छोरी मान्छे बिहे गरेपछि अगाडिको कुरा पनि थाहा भयो, पछाडिको कुरा पनि थाहा भयो होइन। अनि बुवाको मन पनि छिर्छ अरे बच्चामा, बुवाको मन पनि छिर्छ। अब बिस्तारै तपाईँ स्कुल पठाउनु थाल्नुहुन्छ, अब स्कुलका म्यामहरूको मन छिर्छ। तपाईँको भन्ने विद्यार्थी छोरो, ऐ आमा मम्मी यता आइज त भन्ने बच्चाले पनि स्कुल पढ्न थालेपछि मामु यता आइसो न भनेर जान्न सक्छ। राम्रै मान्छेको फेला पर्यो भने म्यामको मन त्यहाँ जान्छ। म्यामको मन जाँदा अब साथीभाइको मन जान थाल्छ। बढ्दै जान्छ, मन बढ्दै जान्छ। तर सबै मनलाई बोक्ने चाहिँ के को मन रहेछ भन्नु त, आमाको मन रहेछ नि त। सबैको मन बोक्ने बेस मन चाहिँ आमाको मन रहेछ। आमाको मन नै टुट्यो भने के भयो, बच्चा गयो। त्यही भएर आमाको मन चाहिँ सधैँभरि बच्चासँग हुनुपर्दो रहेछ क्या। बच्चालाई टाइम दिने, बच्चासँग घुलमिल गर्ने, बच्चाका कुराहरू सुन्ने। कसरी भन्दा करेक्सनबाट होइन, कनेक्सनबाट। जस्तै कक्षा 4 को बच्चाले तपाईँसँग आयो, यति पनि आउँदैन तँलाई, 2 मा 2 जोड्दा 4 हुँदैन, अहिलेसम्म आउँदैन, के पढ्छस् त गुन्डै भइस्, खराब भइस्, फलाना छोरो कचेरा आउँछ, मेरो त भाग्य नि त्यस्तो भनेर भन्न थाल्नु भने झन् बिग्रिन्छ। बच्चालाई तिमीलाई किन आउँदा म सिकाउँछु भनेर सिकाउनु पर्यो। प्र्याक्टिकल घरमा हुन्छ। कस्तो प्र्याक्टिकल घरमा हुन्छ भने जस्तै केजी कक्षामा पढ्दै गरेको बच्चाले 1 2 3 4 पढेको हुन्छ। अब छोरीलाई हजुरले के सिकाउनु पर्यो भने बाबु 2 टक चामल भर भनेर सिकायो भने 1 2 भनेर सिक्यो। आज गेस्ट कतिजना आउनुहुन्छ बाबु गलेर आऊ भन्दा 1 2 3 4 मामा 4 वटा भन्छ। घरमा प्र्याक्टिस कति छ। तर हामीले बच्चालाई कहिले काम गराउँदैनौँ। हाम्रो भावना के छ भने
मैले दुःख पाएँ, छोराछोरीलाई दुःख दिन्न, पढाउँछु मात्र भन्ने नै त्यही गल्ती छ हाम्रो। हामीले दुःख पाएकै होइनौँ, के गल्ती, के दुःख पायौँ भनौँ न। दुःख पाएको यस्तो होइन। हाम्रो मम्मी बुवाले हामीलाई जसरी हुर्काउनु भयो, हामीले छोराछोरा त्यसरी नै हुर्काउने हो, अनि गरी खाने हुन्छ। आज मलाई बुवा मम्मीले जसरी हुर्काउनु भयो त्यही पद्धति मैले अपनाइन मेरा छोराछोरीमाथि भने मैले मेरो छोरो बिगार्छु। त्यसो भएको हुँदा हामीलाई बुवा मम्मीले जे गर्नु त्यही नै गर्ने। विद्यार्थीलाई कता कता दुःख पनि दिनुपर्छ, आफ्नो काम आफै गराउन सघाउनुपर्छ। तपाईँले बच्चालाई अहिले मामु म जुत्तामा पालिस लाउँछ र भन्दा पर्दैन, सबै बिगार्छस् भन्नु भने त्यो बुढो हुँदैसम्म जुत्तामा पालिस लाउनु जान्दैन, हातभरि कालो लाउँछ। दाँत मोल्न आज जानेन भने बुढेसकालमा दाँतै मोल्दैन। 12 कक्षामा पढ्ने बित्तिकै दाँत नमोलिकन कलेज जान्छ। सानी छोरीले आज तपाईँका छेउमा आएर मामु मैले लुगा धुन्छु भन्छ, अनि तपाईँ के भन्नुहुन्छ, चिसो लाग्छ पर जा भन्नुहुन्छ। त्यसले जिन्दगीमा लुगा धुन्न त्यस पछाडि। एकपटक मान्छेलाई काम गरौँ भन्ने उमेर आउँछ, त्यो काम गर्ने बेलामा मम्मीले काम गर्न दिनु भएन भने बच्चाले कहिले नै काम गर्दैन। मायाले बिगार्छ। हेर्नुहोस् है, चाहिने भन्दा बढी माया गर्नु भनेको हेलिकप्टर प्यारेन्टिङ भनिन्छ। त्यसले अत्यन्त टोक्सिक प्यारेन्टिङ हो, त्यो खराब प्यारेन्टिङ हो। बच्चालाई आफ्नो काम आफै गर्न दिनुपर्छ। आज रुमाल पट्याउन जान्ने विद्यार्थीले ठुली भएपछि साडी पटाउन जान्दछन्, ठुल्ठुलो तन्ना पटाउन जान्दछन्। सुरुवात त रुमालबाट भएको हो नि त। हरेक कुराहरू बच्चालाई आफ्नो काम आफै। आज यहाँ प्यारेन्टिङमा भेलाउनको गार्जेनले घरमा गएर के भन्नु पर्यो भन्दा, तिम्रो काम अब तिमी नै गर, सबै काम गर्नु पर्यो आफै, अनि मात्रै मान्छेले गरी खान्छ। नत्र भने मास्टर्स पढ्दाखेरि एकजना साथी हुनुहुन्थ्यो मसँग, मास्टर्स पढ्नु भनेको उमेर पनि ठुलो हो। उहाँले के भन्नुभयो भने, हेत्तेरिका मेरो त बुढी माइत गएकी छ, सबै चाउचा खाएर सुत्छु म त, हातमुनिभरि चाउचाको खोले खोल छ भन्यो कि मलाई हाँस उठ्यो क्या। अब भात पनि पकाउन आउँदैन तपाईँलाई भने मैले कहाँ पकाउनु, जिन्दगी पकाएको छैन। उमेर 25 वर्षको उमेरसम्म त भातै पकाउनु भएको छैन अहिलेसम्म। हामी त आफै पकाउँछौँ कोठामा बस्ने मान्छे, लाज हुँदैन। अनि फेरि बढाउनु पनि हुन्न, सबै चाहिँ त्यो चाउचाको खोल खाटामुनि फाल्नुहुन्छ आफू बस्नु ठाउँमा भने हामीले उहाँले बढाउनु पनि भएको छैन। ल हेर्नुहोस् त, लाइफ स्किल भनेको चाहिँ धेरै ठुलो कुरा हो। अब अर्को कुरा तपाईँलाई बताउँछु है त, किताब बच्चाले बोकेको यत्रो किताब हुन्छ नि, जिन्दगी यही हो त। यो किताब भन्दा माथि हेर्नु कत्रो छ ठाउँ, यो हो नि त हामीले सिकाउने त। स्कुल यो है, स्कुल यो मात्रै हो, स्कुल किताब मात्रै हो। स्कुलमा गणित पढाइ हुन्छ, स्कुलमा साइन्स पढाइ हुन्छ, स्कुलमा नेपाली पढाइ हुन्छ। तर धुप हाल्नुपर्छ है, आफूभन्दा ठुलो मान्छेलाई नमस्ते गर्नुपर्छ है, आफ्नो कोठा आफैले बढाउनुपर्छ है, पढ्नुपर्छ है, सफा सुग्घर हुनुपर्छ है। कति छ जिन्दगीका सिकाइहरू, कति छन् सिकाइहरू, त्यो स्कुलमा हुँदैन, सम्भवै हुँदैन, जुन हामीले घरमा जिम्मा लिनुपर्छ। त्यसो भएको त कुरा के रहेछ त भन्दा, अध्ययनले के गर्छ भन्दा, स्कुल चाहिँ जिन्दगी बनाउने 20% मात्रै हो अरे, 120% है, 20% मात्रै हो अरे, 80% त घरमै हो। तर हामी फेरि यही गर्छौँ, यो गरेर के कुहिन्छ, बच्चै कुहिन्छ, बिग्रिन्छ। यो भन्नु नै होइन, हामीले आफै गर्ने हो, आफै नै गर्ने हो। त्यसलाई अङ्ग्रेजीमा परेटो प्रिन्सिपल भन्छन्। परेटो प्रिन्सिपल भनेको चाहिँ 20 र 80% को थ्योरी हो। हामीले खाना खाँदाखेरि 80% भात हुन्छ, 20% तरकारी हुन्छ। थोरै तरकारीले धेरै भातलाई मिठो बनाउँछ, थोरै तरकारीले धेरै भातलाई मिठो बनाउँछ। हो त्यस्तै थोरै स्कुलको पढाइले धेरै घरको भात चाहिँ मिठो बनाउने काम मात्रै हो। 80% ड्युटी चाहिँ अभिभावकको हुन्छ। हजुरको बच्चा कस्तो बनाउने, कृष्ण भगवान जस्तो बनाउने हो कि बाहिर त्यो जङ्गली जनावरलाई तर्साउने राखिन्छ नि ट्याक्क परेको, यहाँ बनाउँछै बनाउनु है, खेतीपाती गर्दा हुन्छ नि तर्साउने, त्यस्तो बनाउनुहुन्छ कि कृष्ण भगवान बनाउनुहुन्छ भनेको कुरा गार्जेनको पाटो हो। त्यो सबै सोसलाइजेसनले गर्छ। सोसलाइजेसन भनेको इम्पोर्टेन्ट कुरा हो। पछि गएर हेर्नुहोस् है, जन आमाहरूलाई कति गाह्रो छ भने छोरीको बिहे गरेर पठायो, छोरीले संस्कार जानिन भने के भन्नुहुन्छ भनेर आमाले केही सिकाएको रहन्छ। तपाईँको छोरी डाक्टर नै भए पनि आमाले सिकाएको कुरा खोज्छ नि त, गरी खान त हो कि भन्नु त, आमा बुवाले सिकाएको कुरा खोज्छ नि त। तपाईँको छोरी भोलि वर्षको खत्रै पाइलट नै भए पनि माथि आकाशमा त नै पाइलट त, भुइँमा झरेको त आमाले नै भनेको कुरा खोज्छ नि त सबै समाजले। त्यसो भएको त हामीले स्कुलको मात्रै भर पर्यौँ भने स्कुलले मान्छे पढाउँदैन, स्कुलले सब विषय पढाउने हो, विषय पढाउने हो। स्कुलमा तपाईँले विषयगत कुराहरू गर्नुहुन्छ, तर जीवनका कुरा भनेको चाहिँ घरमा 1 घन्टा चाहिँ भ्याइँदैन भने आधै घन्टा मात्र भयो भने लु अब गफ गरौँ भन्ने। तर गफ गर्ने क्रममा नि अभिभावकज्यूहरू
गफ गर्ने क्रममा हजुरहरू जसरी बस्नुहुन्छ तपाईँको बच्चा त्यसरी नै बस्छ, हजुरहरू जे गर्नुहुन्छ बच्चा त्यसै गर्छ। मोबाइल बोकेर यहाँ बस मेरो कुरा सुन भनेर आफू चाहिँ मोबाइलतिर फर्केर अनि स्कुलमा के भयो अरे भन्नुभयो भने उसले नै मोबाइल खोजिरहेको हुन्छ उतातिर। सङ्गत, बच्चाको सङ्गत हामी हौँ, हामी राम्रो भएपछि बच्चा राम्रो हुन्छ। हामी एक्जाम्पल हौँ, हामी जस्तो छौँ बच्चा त्यस्तै हुन्छ। अब मैले थोरै अब तपाईँहरूलाई म बच्चाको परिवेशको कुरा गरेँ, किनभने हामी सबै क्लासको गार्जेनहरू हुनुहुन्छ। खेतीपाती सोच्नु त एकचोटि हामीले धान रोप्दाखेरि पहिले